भित्र छ खुट्टामा गोली लागेको अहिलेसम्म गोली समेत निकाल्न सकेको छैन। म युद्धमा थिएँ, खुट्टामा गोली खाएँ। सोचेको थिएँ गणतन्त्र आएपछि राहत मिल्छ, तर आज यो खुट्टाको घाउ लिएर अस्पताल जान्छु, कसैले सुन्दैन। नेता त केवल आफ्नै परिवार पाल्न व्यस्त छन्। मेरो खेतबारी खुसी हो, न स्याहार गर्ने कोही छ, न न्याय दिने नै कोही छ। कमसे कम पहिला राजा हुँदा प्रहरी त इमान्दार हुन्थे, अहिले त प्रहरी पनि अपराधीलाई जोगाउन लागि पर्छ। पहिला राजा हुँदा यस्तो थिएन, अहिले त दरबारमै न्याय माग्न जान सकिन्थ्यो, तर अहिले कहाँ जाने? संसद अदालत सबतिर घुस छ, न्याय पनि पैसामा बिग्न थालेछ। अब फेरि हाम्रो इतिहास फर्किनु पर्छ, राजा फर्काउनु पर्छ। राजा फर्कियो भने मात्र देश बच्छ अनि हामी जस्तो गरिबीले न्याय पाउँछौँ। राजा हुँदा जनतामा कमसे कम सरकारप्रति आस्था त थियो, तर आज जनताले सरकारलाई शत्रु ठान्न थालेका छन्। अनि यो हाम्रो देशमा पनि अहिले कस्तो के भइरहेछ? आमा, देशमा केही परिवर्तन भएको छैन। अहिले झन् देशमा महँगी, भ्रष्टाचारी र बेरोजगारी झन् बढ्दै गइरहेको छ। अब के हो भन्दा नि अब तिमीहरू नि गणतन्त्रको पक्षमा लडेका हैनौ र? नमस्कारजी, हामीले सपनामा देखेको गणतन्त्र यो होइन। भ्रष्ट नेताहरूले देश बेच्दैछन् हेर्नु काकी। मलाई पनि लाग्दैछ यो देशमा राजा नै फर्किनुपर्छ भनेर। हो नि, यो गणतन्त्र आएदेखि म पनि वाक्क भएको छु। अब हाम्रो देशमा अलिकति बलिया खाडा केटाहरू कोही छैनन्, सबै विदेशतिर पस्नु परेको छ। हाम्रो यो देशमा केही रोजगार छैन, अनि विदेश नगएर पनि के गर्ने? यो गणतन्त्र आएदेखि त झन् यो बसिसक्नु भएको छैन बाबु। बाबु पनि टाढाबाट आएको, ल भान्सामा जाउँ, उतै कुरा गरौँ, उतै बनाउँ खाउँ। बाबु, तिमी नि भन्थ्यौ नि राजतन्त्र हटेपछि सबैले सुख पाउँछन् भनेर। त न्याय पाउन पनि गाह्रो छ न, न्याय पनि पैसामै बित्छ। हो नि, अहिले त नेताहरूले नै देश बेच्दैछन्, जनताहरूले धेरै दुःख पाउँदैछन्। राजा हुँदा कानुन बलियो थियो, चोरी डकैती यस्तो हुँदैन थियो, हेर्नु सिकेका थिए। अहिले सरकारको मान्छे ठुलो अपराधी जोगाउनतिर लाग्छ, हामी गरिबको कुरा सुनिदिने कोही छैन। बाबु, राजा हुँदा हामीले देशको मालिक भएको अनुभव गरेका थियौँ। यस्तो लाग्छ आफ्नै भूमिमा हामी परै भएका छौँ। कि अब राजा आउनुपर्छ, देश बचाउनुपर्छ। म सत्यको पक्षमा उभिन्छु। राजा फर्के भने त देश धेरै राम्रो हुन्छ होला है? हो नि, राजा फर्के भने त यी भ्रष्टाचारी नेताहरू पनि तल लाग्थे, फेरि देश बलियो हुन्छ। बुझ्नुभयो दिदी? तिम्रो बुढाले कहिले राजापट्टि नकारात्मक सोच्नु भएन। उहाँ भन्थे राजा भनेको राष्ट्रको अभिभावक हो, अनि अभिभावक नभएपछि घर चल्दैन। अहिले त साँच्चै त्यस्तै भयो। सोचेका थियौँ हामीले गणतन्त्रलाई पनि ठुलो परिवर्तन ठानेका थियौँ। सोचेका थियौँ जनता स्वतन्त्र हुन्छन्, तर गणतन्त्र त नेताहरूको व्यापार मात्रै रहेछ। जनता झन् गरिब भए, देश झन् खोक्रो बनायो, नेताहरू चाहिँ झन् मोटाइ छन्। हो नि, राजा हुँदा कमसे कम सरकारलाई त हामी आफ्नो ठान्थ्यौँ, सरकारप्रति कोही जनतालाई विश्वासै छैन। र राजा फर्के भने त देशको इज्जत पनि फर्किन्छ र शान्ति पनि फर्किन्छ। अहिले रोडमा जनताहरू राजा आऊ देश बचाऊ भनेर रोडमा जनताहरू उत्रिरहेका छन्। अब यो धेरैजना राजा हुनुभन्दा त हाम्रो देशमा एउटा राजा आयो भने त कमसेकम हामीले पनि त सुख शान्ति पाउँछौँ नि। त्यसैले हामी सबैजनाले अब राजा आऊ भनेर राजालाई ल्याउनुपर्छ। धेरै राजा हुनुभन्दा त एकजना मात्र राजा भइदिनु भने हामी जनताले पनि सुख शान्ति पाउँथ्यौँ। यो कस्तो गणतन्त्र आयो, आफ्नै देशमा टुहुरो बनायो। मेरो छोरी बाहिर विदेश गएको 5 वर्ष भयो, अहिलेसम्म फर्किने अत्तो पत्तै छैन। के गर्नु बहिनी, मेरो छोरी पनि विदेश गएको 5 वर्ष भयो, फर्किने कुरै छैन। नेपालमा बेरोजगार छ, कामदाम केही छैन, भ्रष्टाचारी यस्तै छ। दिदी, नेताहरूले स्वराज्यको सपना देखाए, खाडीको मुलुकमा पसिना बगाउनु पर्ने,
युरोप अमेरिका ठुल्ठुला देशहरूमा त अझ भाँडा माझ्नुपर्ने हो त। नेताहरू कुर्सीको लागि लडिरहेका छन्, हामी बाँच्नको लागि लडिरहेका छौँ। गणतन्त्र भनेको त जनताको शासन हो भन्थे। मलाई त लाग्छ कि कहिले कहिले राजतन्त्र नै राम्रो थियो। कम्तीमा देशभित्र बस्ने वातावरण त थियो। गर्नु त दिदी, नेताहरूले आफ्नो स्वार्थ पुरा गर्न जनताहरूलाई मात्र प्रयोग गरे। हेर्नुहोस् दिदी, हामी आमा बुवाको बाध्यता यही छ। छोराछोरी जन्मायो, हुर्कायो, पढायो, अनि लास्टमा चाहिँ विदेश जानुपर्ने बाध्यता बनायो। के ठिक भन्यो। अब त समय आयो परिवर्तन ल्याउनु। दिदी, छोरी गएको पनि यतिको वर्ष भइसक्यो, अहिलेसम्म आउने अत्तो पत्तै छैन। मलाई त मेरो छोरी त धेरै चिन्ता लागिरहेको छ। यो हाम्रो देशमा पहिले नै राजा आएर के भनिदिएको थियो भने त मेरो छोरीलाई विदेश पठाउनु पनि पर्ने थिएन। केही गर्थे, यहीँ बसेर सँगै साथमा परिवारमा बसेर केही गरिन्थ्यो होला। अहिले मेरो छोरी अर्काको देशमा कति दुःख गरेर बसेकी थिए। भनेको बेलामा उसले मलाई फोन गर्न सुत्न पनि पाउँदिन दिदी। नरौ बहिनी नरौ, देशमा केही हुन्छ होला, समस्याको समाधान नरौ, रुनुहुन्न, हार खानुहुन्न। तपाईँ भन्नुहुन्छ नि दिदी, आमा बाबाको माया भनेको त्यो छोराछोरीप्रति त हुँदो रहेछ नि। भनेको बेला उसले मलाई एक फोन पनि गर्न पाउँदिन त्यस्तो ठाउँमा चाहिँ। नरौ बहिनी नरौ, रोइरहँ, समाधान हुँदैन। केही न केही देशमा परिवर्तन आउँछ, मिल्छ होला। नरौ, धैर्य गर्नुपर्छ। दिदी, मलाई त यस्तो लाग्छ यो हाम्रो देशमा कुनै परिवर्तन आउँछ जस्तै लाग्दैन। हामी जस्तो गरिबले त्यो दुःखै मात्र त भोग्नुपर्ने रहेछौँ। हामी गरिबको लागि त जो आए पनि उस्तै रहेछ दिदी। म त अब एकदमै हार भइसकेँ। यो हाम्रो देशको परिवर्तन, यो हाम्रो देशको दिनरातको लडाइँ झगडा, अनि हाम्रो यो देशका छोराहरू मरेको देख्दाखेरि हाम्रो देशमा परिवर्तन आउँछ जस्तो लाग्दैन दिदी। आउँछ बहिनी। तपाईँले देख्नुभयो हिजो त्यो सडकमा कतिवटा लास लडिरहेको थियो, तपाईँले देख्नुभयो। यहाँ कसैलाई मतलब छैन, कसैलाई मतलब छैन। नेताहरू कुर्सीमा बसेर हेरेका छन्। हामी जस्ता गरिब जनताका छोराछोरीहरूलाई अगाडि सारेका छन्। हामी जस्ता गरिब छोराछोरीका जनताहरूलाई उकासेर सडकमा कुकुर बिरालो जस्तै गरेर मरिरहेका छन्। हाम्रो देशमा कुनै परिवर्तन आउँदैन दिदी, कुनै पनि। नरौ बहिनी नरौ, ल दिदी, अब हामी जान्छौँ पनि। अब निकै दिन पनि भयो बसेको। र चिन्ता नमान्नु। मेरो पनि छोराछोरी टाढा छन्, विदेश गएका छन् सबैजना। म एक्लै छु। यी दुःख केही नमान्नु, राम्रोसँगले जानु, फोन गर्दै गर्नु, राख्नु गर्दै गर्छु है। फिर्ता लागिहाल्छ नि दिदी। छोराछोरी साथमा नहुँदाखेरि कति पिर हुँदो रहेछ। छोराछोरी भए जस्तो हुँदो रहेछ। चिन्ता नमान्नु, म छु, चिन्ता नमान्नु, म छु। दिदी राम्रोसँग जानु, नरिजानु है।